सबैलाई स्वागत छ। आज पनि हामी अर्को अध्याय लिएर आएका छौं। अथः त्रयोविंशो अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, नवराज ब्राह्मण पिताको खबर गर्न गएपछि नवराजकी स्त्री चन्द्रावतीले सासू गोमासित भनिन्, हे माता, म माइत नगएको धेरै दिन भयो। यहाँ खान अन्न छैन, लगाउन लुगा छैन, अर्कासित मागेर मात्र कति दिन निर्वाह गर्ने। अतः म केही दिन माइत जान्छु। तपाईले आफ्नो शरीर र घरको रक्षा गर्नुहोला। तपाईका छोरा आएपछि मलाई डाक्न पठाउनुहोला। म गएपछि एक पेट पाल्न तपाईलाई पनि कठिन हुने छैन। अतः म जान्छु भनी सासूलाई प्रणाम गरेर माइत गइन्। चन्द्रावती हिँडेपछि गोमा ब्राह्मणी आफूलाई दुःख परेको देखी भिक्षुक रूप श्री महादेवले दिएको श्राप सम्झेर भन्न लागिन्, म 7 वर्षकी हुँदा 70 वर्षका बुढासित विवाह भयो। ती पनि भिक्षा माग्न गएका आजसम्म फर्केनन्। छोरा बुहारीले पनि छोडेर गए। म यस्तो अवस्थामा परेँ, धिक्कार रहेछु। उस दिन मलाई श्राप दिने भिक्षुक श्री महादेव रहेछन्। हे जगदीश्वर, मैले जानिन, मेरा अपराध क्षमा गर। हे शम्भु, हजुरलाई कोटी कोटी नमस्कार छ। अब मेरो रक्षा गर कि यो प्राण हर भन्दै आँसुका धारा बगाई रोई कराई गरी बौलाई जस्तै भएर हिँड्न लागिन्। यो कुरा कैलाशमा पार्वतीले चाल पाएर महादेवको आनन्द समयमा बिन्ती गरिन्, हे नाथ, त्यो गोमाको दुःख हेर्नु हवस्। त्यो पनि हजुरकी पत्नी हो, त्यसलाई कष्ट दिनु योग्य छैन। मलाई साह्रै दया लाग्यो, म त्यसको केही उपाय गरौँ कि। आज्ञा भए श्री स्वस्थानी परमेश्वरीको व्रत गराउँ र दुःखका सिन्धुबाट पार होली। यति पार्वतीको प्रार्थना सुनि महादेवले हुन्छ त्यसै गर भनी आज्ञा दिनुभयो। अनि सप्तऋषिलाई डाकी तिमीहरू मर्त्यमण्डलमा जाऊ र चन्द्रज्योति नगरमा गोमा नामकी ब्राह्मणी साह्रै कष्टमा परेकी छ, उसलाई श्री स्वस्थानी परमेश्वरीको व्रत गराई आओ। यति भनी आफूलाई विष्णुले बताएको सम्पूर्ण विधि बताइन्। यति पार्वतीको आज्ञा सुनि सप्तऋषिले हवस भनेर मर्त्यमण्डलमा पुगी चन्द्रज्योति नगरको बाहिर गोठाला केटाकेटीहरूसँग सोधे। यहाँको दुखी छ भनी सोधे र गोठालाहरूले यस चन्द्रज्योति नगरमा त्यस्ता दुखी कोही पनि छैनन्। सहर बाहिर गोमा नामकी ब्राह्मणी साह्रै कष्टमा छन्, त्यहीँ गई सोध भनेर घर पनि देखाइदिए। अनि सप्तऋषिहरू तिनको घरमा पुगे। गोमाले पनि सप्तऋषिहरूलाई देखेर प्रणाम गरी भित्र लगेर पिर्कामा बसाली, हे ऋषिश्वर हो, म यस्तै पापिनीका घरमा आई के कामले दर्शन दिनुभयो, आज्ञा गर्नु हवस् भनिन्। र सप्तऋषिहरू भन्दछन्, हे गोमा, तिमी साह्रै नै दुखी हुनाले श्री स्वस्थानी परमेश्वरीको व्रत गराउन आयौं। अब तिमी एकाग्र भएर सुन। सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाउनका लागि गरेको त्यो व्रत पौष शुक्ल पूर्णिमादेखि आरम्भ गर्नु पर्दछ। हातखुट्टाका नङ काटी पवित्र भई एक भक्त रही एक चित्त गरी नित्य मध्याह्न कालमा श्री महादेवको पूजा गर्नु। माघ शुक्ल पूर्णिमाको दिन अष्टोत्तर 100 रोटी, अष्टोत्तर 100 अक्षता, अष्टोत्तर 100 जति फालका विभिन्न जात जातका फूल, नाना उपचार तयार गरी आरसीमा ओमकार लेखी गंगाजलले स्नान गराई रक्तचन्दन, श्रीखण्ड, सिन्दूर, पुष्पमाला, वस्त्र, धूप, दीप र नैवेद्य, मेवा, मिष्टान्न, कस्तुरी भेटी चढाई श्री स्वस्थानी परमेश्वरीको पूजा गरेर कथा सुन्नु। कथा सुन्ने कोही नभए आफै भन्नु र आफै सुन्नु। आफ्ना खाट, उइटा, धनु आदिलाई सुनाए पनि हुन्छ। त्यसपछि जुन कामना वा इच्छाले व्रत गरेको छ, मेरो अमुक कामना सिद्ध होस् भनेर अर्घ दिई जप, ध्यान, स्तुति गर्नु। श्री स्वस्थानी परमेश्वरी भनेकी कस्ती छन् भने, हे गोमा ब्राह्मणी, ध्यानपूर्वक सुवर्ण वर्ण दीप्ताभाम त्रिनेत्राम कमलाननाम सिंहासन समासीनाम सर्वालंकार भूषिताम नीलोत्पल धराम वामे दक्षिणे वरदाम शुभाम खड्ग चम्रधराम चोर्धम वाम दक्षिणयो कर्मात् चतुर्भुजाम च माम तत्र पूजयेत् वृक्ष केतुनाम एवं ध्यात्वा महादेवी स्वस्थानी जगदीश्वरीम पीतवर्ण सुवर्ण भन्दा पनि दिव्य वर्ण भएकी, 3 नेत्र भएकी, कमल पुष्प झैं मुखमण्डल भएकी, नाना अलङ्कार पहिरी सिंहासनमा बसेकी, खड्ग चर्म र नीलोत्पल लिएकी, 4 बाहु भएकी यस्ती श्री स्वस्थानी परमेश्वरीलाई हृदयले सम्झी त्यही मेरो पनि पूजन गर्नु भनी स्वयं महादेवले आज्ञा भएको छ। यस्ती श्री स्वस्थानी परमेश्वरीको आज्ञा गरेर निम्नलिखित मन्त्र पाठ गर्नु। नमस्तेस्तु जगन्माता श्री स्वस्थानी सर्वमङ्गले तब प्रसादाद देवेशी व्रत पूर्ण तवाज्ञया। हे जगन्माता, सम्पूर्ण लोकको कल्याण गर्ने हे देवी, हे स्वस्थानी परमेश्वरी,
हजुरको कृपाले मेरो व्रत पूर्ण भयो। मणिप्रसाद झिक्नु र अष्टोत्तर 100मा 8 रोटी 8 अक्षता 8 बेली पुष्प 8 पान 8 कुड्का सुपारी सगुन समेत आफ्ना पुरुषलाई दिनु। पुरुष नभए छोरालाई र छोरा पनि नभए मित छोरालाई दिनु। मित छोरा पनि नभए मेरो अमुक कामना सिद्ध होस् भनेर गङ्गामा बगाइदिनु। र 100 रोटी आफूले फलहार गरी रात्रिमा जागराम बस्नु। हे गोमा, यति गरेपछि श्री स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले तिम्रो सबै दुःख नाश हुनेछ, अन्यथा नमाने। यही व्रतका प्रभावले पार्वतीले महादेव स्वामी पाइथिन्। अब हामी जान्छौँ। यति सप्तऋषिले भनेको सुनि गोमाले मनमा आनन्द मान्दै भनिन्, हे ऋषिश्वर हो, म यस्ती पापिनीका घरमा केही छैन, केले आतिथ्य गरौँ। पसलबाट पान किनेर ल्याउँछु भनी चर्खामा रहेको धागोको लरिया लिएर घरबाट निस्किन्। सप्तऋषिहरूले गोमाको कष्ट देखेर साह्रै दया लागि 7वटा सुनका कौडी आफूहरू बसेको पिर्कामणि छोडेर गए। इति श्री स्कंद पुराणे केदारखण्डे महागमात्मे कुमारगस्थ संवादे श्री स्वस्थानी परमेश्वरी व्रत कथायां सप्तऋषि व्रतोपदेशो नाम त्रयोविंशो अध्याय। हरे नमः।